Welcome to my पोखरी इलाम। माय गॉड बादल। स्वागत छ तपाईहरुलाई साथीहरु मेरो नेपाल यात्राको नयाँ एपिसोडमा। म अहिले छु इलाम जिल्लाको माई पोखरीमा। यो सिमसार क्षेत्रमा सूचित माई पोखरी इलाम जिल्लाको सन्दकपुर गाउँपालिकामा पर्दछ। म तपाईहरुलाई बिस्तारै माई पोखरीको दृश्य अवलोकन गराउन लिएर जाँदैछु। बिहानको पारिलो घाम लागेको छ। हिजो राति साँझ आइपुगेको थिएँ म यहाँ 6:30 बजेतिर। कुनै पनि भिजिबिलिटी थिएन, केही पनि दृश्य देखिएको थिएन। तर अहिले बिहान एकदम दृश्य खुलेको छ। अत्याधिक मनमोहक दृश्य देख्न सक्नुहुन्छ तपाईहरु। म जाँदैछु माई पोखरीको दृश्य अवलोकन गर्नको निमित्त। हेरौँ ल, हेर्नुहोस् कस्तो प्रकृति प्रेमी पोखरी छ। हेर्नुहोस् बिहान बिहानै। आहा, ल हेर्नुहोस् त। आउनुहोस् साथमा मिलेर माई पोखरी भिजिट गरौँ। वाउ, ओ माई गॉड, अत्याधिक मनमोहक दृश्य। भर्खरै लागेको पारिलो घाम, प्रकृति। बिहानको 6 बज्यो। 6:16 गएछ। घाम ताप्ने एकदमै मिठो न्यानो घाम। वेलकम टु माई पोखरी इलाम। इलाम जिल्लाको माई पोखरी आइपुगेको छु। इलाम जिल्लाको सन्दकपुर गाउँपालिकामा पर्ने माई पोखरीको भिजिट गराउँदैछु साथीहरु तपाईहरुलाई। यही नै हो इलाम जिल्लाको माई पोखरी। मौसम यहाँ अहिले बर्खाको मौसम भएको भएर त्यति मौसम अरू बेला खुल्दैन। बिहानै भएको भएर चाहिँ मौसम अहिले क्लियर छ। यतापट्टि क्लियर छ, यतापट्टिबाट फेरि हेर्नुहोस् हुसो आउन सुरु गरिसक्यो। अत्याधिक मनमोहक दृश्य देख्न सकिन्छ। मौसमको यो नै एउटा यो क्षेत्रमा चाहिँ अत्याधिक विशेषता हो। आउनुहोस् इलाम जिल्लाको सन्दकपुर गाउँपालिकामा भएको यो ऐतिहासिक धार्मिक स्थल, पर्यटकीय स्थल माई पोखरीको बारेमा अध्ययन अवलोकन गर्दै यसको बारेमा केही चिज जान्ने प्रयास गरौँ। बिहानको मौसम छ। चराचुरुङ्गीहरूको आफ्नै चिचिरबिचिर छ। सन्दकपुर गाउँपालिकामा यो माई पोखरी अवस्थित छ। इलाम जिल्लाको सदरमुकाम इलाम बजारबाट यो 15 किलोमिटर टाढा पर्छ साथीहरु। हिजो म बाटो आएँ, सानो बाटो छ, आधा भन्दा धेरै बाटोहरू पिचै छ। तर केही बाटोहरू कच्ची नै बाटोहरू छन्। जस 4 व्हीलका गाडीहरू मजाले नै हिँड्छन्। यहाँ तपाईको समुद्री सतहबाट 2121 मिटर हाइटमा छ भनेको छ। यो समुद्री सी लेभलबाट 2121 मिटर हाइटमा छ। चिसो छ मौसम, त्यही भएर बिहानको भएर मेरो यहाँ शरीरमा काँडा पनि उठेको छ, तपाईहरु देख्न सक्नुहुन्छ। माई पोखरी यो 7 कुने ताल हो। धार्मिक, सांस्कृतिक र जैविक विविधताको यो महत्त्वपूर्ण ताल मानिन्छ भनिएको छ साथीहरु। यसलाई हिमालको आँखा पनि भन्ने गरिन्छ भनिएको छ। हेर्नुस् प्रकृतिको अनुपम उपहार। गुराँस फुल्ने सिजनमा त यहाँ गुराँसै फुल्दो रहेछ। अहिले गुराँस फुलेको छैन। धुप्पी सल्लाहरू छन्। प्राकृतिक चराचुरुङ्गीहरूको चिचिरबिचिर अनि घना जंगल बीचमा हिन्दू र बौद्ध धर्मावलम्बीको यो पवित्र स्थान हो भनेको छ। माईको मन्दिर छ यतापट्टि अगाडिपट्टि।
तिहारको 5औं दिन भाइटिकाको भोलिपल्ट यहाँ माई मेला लाग्छ भनेको छ। अहिले त मेला लाग्ने समय भएन, असारको महिना भयो। सायद समय मिल्यो भने, कुनै समय मिल्यो भने मेला लाग्ने बेलामा पनि आउँदाखेरि यहाँ अत्याधिक मनमोहक दृश्य देख्न सकिएला, रमाइलो होला। मन्दिर छ त्यहाँ माथिपट्टि। माईपोखरी क्षेत्र रामसार साइडमा पनि सूचीकृत छ। सन् 2008 मा मान्यता प्राप्त भनेको छ। यो क्षेत्रलाई रामसार सूचीकृत क्षेत्र पनि भनिँदैछ। आर्किड फुल, जडीबुटी, फर्न प्रजातिका अनि लालपुच्छ्रे, ढुकुर र चरा, बाँदर, मुसे र चेली लगायतका प्रजातिका चिजहरू यहाँ भेटिन सकिन्छ भनेको छ। यही नै हो। जिप र मोटरसाइकलबाट इलाम बजारबाट यहाँसम्म आउन सकिन्छ। तपाईको चाहिँ म चाहिँ यहाँ आएको थिएँ सन्दकपुर गाउँपालिकाकै गाडीमा। हिजो गाउँपालिकाको सबै अध्यक्षहरूसँग भेटेर आफ्नो कुराहरू राख्ने अवसर मिल्यो। बडो रमणीय दृश्यमा उहाँहरूले धेरै एकदमै स्वार्थपूर्ण वातावरणमा मलाई सहयोग गर्नुभयो। ल हेरौँ, घुमौँ, आउनुहोस् माईपोखरी एकचोटि भिजिट गरौँ। यो कुना छ, उतापट्टि छ, जो उताबाट पनि भिजिट गर्न मिल्दो रहेछ। अघि म त्यो लोकेसनमा थिएँ, अहिले यहाँ छु। यहाँबाट स्पष्ट तरिकाले देखिँदो रहेछ। इलाम जिल्लाको सदरमुकामबाट 15 किलोमिटरको दूरीमा रहेको यो माईपोखरी अत्याधिक पवित्र स्थल मानिँदो रहेछ हिन्दू र बौद्ध धर्मावलम्बीको लागि। समुद्री सतहबाट 2121 मिटर हाइटमा रहेको यो पोखरी सिमसार क्षेत्रमा पनि सूचीकृत रहेछ। सबैजनाले चाहिँ एकपटक यो ठाउँको अवलोकन गर्नुपर्ने देखेँ मैले। यसलाई आन्तरिक र बाह्य पर्यटकको रूपमा चाहिँ अलि धेरै नै टेवा पुर्याउन सकियो भने यो सन्दकपुर गाउँपालिकाको लागि पनि यो राम्रो, इलाम जिल्लाकै लागि पनि राम्रो र नेपाल र नेपालीको लागि पनि राम्रो। यस्तो यति हाइटमा रहेको यो चाहिँ पोखरी जुन हिमालहरूको आँखा भनेर चिनिँदो रहेछ, एउटा मानिँदो रहेछ। अत्याधिक मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ र प्रकृतिमा भएका चराचुरुङ्गीहरूको यो चिचिरबिचिर आवाज अत्याधिक रोमाञ्चक सुनिएको छ। बिहानको 6:30 भयो। म अत्याधिक मन्त्रमुग्ध तरिकाबाट चाहिँ म यो प्रकृतिमा चाहिँ एकदम मोहित भएर बसेको छु। बडो मजा आइरहेको छ। असार महिनाको आज 12 गते गर्मी हुनुपर्ने हो, तर मेरो शरीरमा काँडा उठेको छ। तपाईँहरू देख्न सक्नुहुन्छ, जाडो भएको छ। पुरै न्यानो पारिलो घाम तापेर बसिरहेको छु म। अत्याधिक रमणीय परिदृश्य देख्न सकिन्छ यहाँ। एकपटक यो पवित्र स्थलमा सम्पूर्ण आउनु होला र यो स्थानमा आएर चाहिँ उशृङ्खल तरिकाबाट फोटोसुट गर्ने क्रियाकलापहरू नगर्नु होला। उशृङ्खल ड्रेस लगाएर, इभन विशेष गरी लेडिजहरूलाई पछिल्लो समयमा इष्टुकार्कीले चाहिँ अलिकता उशृङ्खल तरिकाको पहिरन पहिरिएको कारणले गर्दाखेरि यहाँ आलोचित भएर पनि जानुभएको छ। यस्तो ठाउँमा त्यस्तो क्रियाकलाप गर्न शोभनीय दिँदैन, त्यसको लागि छुट्टै ठाउँ। माईपोखरीको छेउमा रहेको यो शान्तिपूर्ण वनवाटिका भिजिट गर्नको लागि यस्तो ढुङ्गा बिछ्याएर पैदल मार्ग बनाइएको रहेछ। फराकिलो तपाईँहरू देख्न सक्नुहुन्छ। प्रकृतिका चराचुरुङ्गीका चिचिरबिचिरहरू देख्न सकिन्छ। बिहानको मौसम जाडो भएको छ। असारमा मलाई काँडा उठेको छ। यो हाइटमा पनि भयो र मैले ज्याकेटहरू इलाम बजारमै छोडेको कारणले गर्दाखेरि मसँग यहाँ केही छैन लाउने कुरा। त्यही पनि असारको जाडो म खपिराखेको छु। तलपट्टि माईपोखरी, वरिपरिबाट माथिबाट पैदल मार्ग बनाइएको रहेछ। बडो गजब छ माहौल, बडो शान्त छ, बडो रमणीय छ। भिडियो अन्तिमसम्म हेर्नु होला। माईपोखरीको बारेमा मलाई जे जस्तो जानकारी भइरहेको छ यो सम्पूर्ण तपाईहरूलाई मैले सेयर गरिराखेको छु। यो भिजिट गर्नको लागि विभिन्न किसिमका ठाउँहरू रहेछन्।
स्पटहरू एउटा उतापट्टि एउटा अलि उतापट्टि एउटा अलि उतापट्टि। अब म त्यो सबै स्पटमा पुग्न सकौँला नसकौँला तैपनि प्रयास गर्ने नै छु। सकिन्छ टासी छोछोलिङ बौद्ध गुम्बा भनेको छ। सन्दकपुर 3 इलाम भनेको छ। यो चाहिँ बौद्ध गुम्बा रहेछ माइपोखरीको आडैमा। त्यहाँ तल माइपोखरी, यो चाहिँ बौद्ध गुम्बा रहेछ। के रहेछ यहाँ यसो अवलोकन गरौँ। ल हेर्नुहोस् त गाउँ। प्रकृतिको अनुपम उपहार, बडो रमणीय दृश्य, छिनछिनमा परिवर्तन भइराख्ने मौसम। म चक्रदीप मुखिया, यहाँको स्थानीयवासी र आज तपाईँहरूलाई चाहिँ यो माइपोखरीको बारेमा दृश्य अवलोकन सहित थोरै जानकारी दिने प्रयास गर्दछु। ल अगाडि बढौँ। निरन्तर यात्राकै क्रममा छु म। स्थानीय स्तरमा होटेल व्यवसाय गरेर बस्नुभएका दाइ हुनुहुन्छ। उहाँसँग आज म पूर्ण रूपमा माइपोखरीको के छ, यसको विशेषता, धार्मिक सांस्कृतिक र पर्यटकीय महत्त्व के छ भन्ने विषयमा चाहिँ दाइलाई नै स्वयं उपस्थित गराएर माइपोखरीको बारेमा जानकारी दिनेछु। अहिले हामी आइसकेका छौँ माइपोखरीको दृश्य अवलोकन गर्नको लागि एकदमै उपयुक्त स्थानमा। दाइ हुनुहुन्छ स्थानीय, दाइको मुखबाटै उहाँको वर्णन सुनाउँ। यो माइपोखरी चाहिँ इलाम जिल्ला सन्दकपुर गाउँपालिकाको 1 र 3 नम्बर वडामा अवस्थित छ र यो चाहिँ समुद्री सतहबाट 2181 मिटरको हाइटमा रहेको छ र यो माइपोखरीमा चाहिँ विशेष गरेर यो नयाँ वर्ष वैशाख 1 गते र हरिबोधनी एकादशी ठुली एकादशीको दिन चाहिँ विशेष गरेर मेला लाग्ने हुन्छ र यो माइपोखरी धार्मिक स्थलमा चाहिँ आएर आफ्नो भाकलहरू गरेर पूजापाठ गऱ्यो भने चाहिँ आफ्नो मनोकांक्षा पुरा हुन्छ भन्ने सबैको उयसमा मनमा छ र यो माइपोखरी 9वटा कुनामा फैलिएको छ र यो माइपोखरी आउनलाई चाहिँ झापा हुँदै मेची राजमार्ग भएर इलाम बिब्लाटे जसपिरे हुँदै आउनुपर्छ र यो इलाम सदरमुकामबाट 13 किलोमिटरको दूरीमा रहेको छ र यो माइपोखरी चाहिँ सन् 2008मा विश्व रामसार सूचीमा सूचीकृत भएको छ र यो विश्व रामसार सूचीकृत भए पश्चात यो माइपोखरी चाहिँ अहिले पुनः गाउँपालिकाको मातहतबाट संरक्षित भएको छ र यो माइपोखरीमा आएर माइपोखरीमा पाठ पूजा गरेर चाहिँ माइपोखरीको जल लिएर चाहिँ ठुलो पाथीभरा ताप्लेजुङमा लाने प्रचलन छ र यहाँको जल लिएर उहाँ ताप्लेजुङको ठुलो पाथीभरामा गएर पाठ पूजा गर्दा चाहिँ छिट्टो मनोकांक्षा पुरा हुन्छ भन्ने विश्वास गरिएको छ र विशेष गरेर यहाँ भाकल गरेर परेवाहरू उडाउने प्रचलन छ र यहाँ बलि प्रथाहरू भने चाहिँ निषेधित छ। यहाँ बलि प्रथाहरू चाहिँ छैन र यो माइपोखरी विशेष गरेर हिन्दू, किराँत र बौद्ध धर्मावलम्बीहरूको चाहिँ विशेष आस्था बोकेको ठाउँ हो, पाठ पूजा गर्ने ठाउँ हो। त्यसैले पनि यो माइपोखरी प्रचलित छ। वेल, हामी माइपोखरीको भिजिट पश्चात अब एउटा डमरसिंह सुनवारको सङ्ग्रहालयतर्फ जाँदैछौँ। बाटो हेर्न सक्नुहुन्छ। पोखरीको वरिपरि यस्तै पदयात्रा गर्नको लागि ढुङ्गा बिछ्याइएर बाटो बनाइएको छ। फन हाउस भनेर भनेको छ। ठाउँ ठाउँमा पर्यटकहरूलाई कन्फ्युजन नहोस् भनेर यस्ता किसिमका होर्डिङ बोर्डहरू लगाइएको छ। धुपी सल्लो देख्न सक्नुहुन्छ। जाडो छ, तपाईँहरू असार महिनामा मेरो शरीरमा काँडा उठिरहेको छ, त्यसै पनि मैले कपडा हाफ लगाइराखेको छु। अत्याधिक मनमोहक, अत्याधिक प्रकृति प्रेमी र अत्याधिक पर्यटकको लागि चाहिँ समय बिताउन योग्य छ यो सन्दकपुर गाउँपालिका। विशेष गरी यहाँ रेड पाण्डा हाब्रेको चाहिँ वासस्थानहरूदेखि लिएर अलि माथिबाट कञ्चनजङ्घा हिम श्रृङ्खला अनि तपाईँको माउन्ट एभरेस्टदेखि लिएर सबै हिम श्रृङ्खलाको दृश्य अवलोकन पनि गर्न सकिन्छ। अहिले असार महिना भएको कारणले गर्दाखेरि भिजिबिलिटी नहुने, तुहेलो लाग्ने भएको कारणले
ती दृश्य अवलोकन गर्नको लागि म वञ्चित भएँ। तपाईँहरू आउने बेलामा चाहिँ अलि मौसमको ख्याल गरेर आउनु होला। यसरी गाउँपालिकाले यसरी चाहिँ यो ढुङ्गा बिछ्याएर जनजीवन सहज होस् भनेर चाहिँ घुम्ने मान्छेहरूलाई, पर्यटकहरूलाई जनजीवन सहज होस् भनेर चाहिँ यसरी बाटोमा ढुङ्गा बिछ्याउने पनि काम गरेको छ। यहाँको एकदमै प्रकृति मौसम 5 मिनटमै लाग्ने घाम र 5 मिनटमै आउने कुहिरो तुहेलो अत्याधिक हेर्नको लागि अत्याधिक मनमोहक दृश्य देख्न सकिन्छ। मेरो नाम चाहिँ पिएम मुख्य हो र डम्बरसिंह सुनवारको चाहिँ म नाति हो र डम्बरसिंह सुनवार चाहिँ यहाँको चाहिँ जुन तत्कालीन राज्य परिवर्तनको क्रममा चाहिँ 2018 सालमा साई नेपाली सेनाले चाहिँ ट्विस्ट बमहरू प्रहार गरेपछि 12 वर्षको छोरी र 3 वर्षको छोरा डिगबहादुरको चाहिँ 1.5 वर्षको छोरा चाहिँ घटनास्थलतिर चाहिँ अब काम गरिरहेको बेलामा बच्चाहरू खेलिरहेको थिए। बाजे बोजूहरू चाहिँ अब काम गरिरहनु भएको थियो, खेतमा काम गरिरहनु भएको थियो। त्यो टाइममा चाहिँ अब बम ब्लास्ट भयो। अब बम ब्लास्ट भइसकेपछि चाहिँ छेदविच्छेद भएको अवस्था थियो त्यो समयमा र उहाँ त्यो समयदेखि चाहिँ अब बाजे चाहिँ अब यस्तै कामहरूमा यो वियोगान्तहरू चाहिँ भुल्नका लागि चाहिँ हरेक मठ मन्दिरहरू बनाउनु भयो होइन। यो बाटोहरू अब उहाँले एक्लै बनाउनु भयो र विभिन्न देवदेवताको आकृति बनाउनु भएको छ र बालबच्चाहरूको उहाँको बुवाको अनि आमाको र छोरा चाहिँ यसरी फोटोहरू बनाउनु भएको छ है, आकृति कुदेर बनाउनु भएको छ। तपाईँहरू हेर्न सक्नुहुन्छ डम्बरबहादुर सुनारीको चाहिँ एउटा के गर्दै हुनुहुन्छ। उहाँ यस्तो पाको उमेरमा चाहिँ यस्ता किसिमका चिजहरू, यस्तो ऐतिहासिक क्रियाकलापहरू गरेर उहाँ स्वर्गवास हुनुभयो। उहाँ स्वर्गवास भइरहँदाखेरि पनि उहाँका कलाकृतिहरू आज पनि जीवित छन्। आज पनि आक्रान्त रूपमा उहाँका नाति पनाति, उहाँका छोराहरूले एकदम छाती फुलाएर गर्वका साथ उहाँको बारेमा वर्णन गर्न पाउनु भएको छ। एउटा नेपालीको लागि यहाँभन्दा ठुलो कुरो के नै हुनसक्छ र। अझै अगाडि बढिराखेका छौँ हामी। प्रकृति हेर्न सक्नुहुन्छ। यो ठाउँ, यो भूगोल 2121 मिटर हाइटमा भएका यी पोखरी, यी सम्म टापुहरू, यसले चाहिँ पक्कै पनि नेपालको मानचित्रमा चाहिँ एउटा छुट्टै किसिमको एउटा गर्विलो इतिहास बोकेको छ जुन सन्दकपुर गाउँपालिकामा छ। यसलाई पनि अझ पूर्ण रूपमा संरक्षण गर्न सकियो भने यो पनि एउटा ऐतिहासिक पार्कको रूपमा चाहिँ स्थापना गर्न सकिन्छ। यसलाई हेर्नुहोस्, बाजे बोजूको थान भनेर भन्नुभएको छ। हाम्रोहरू भने चाहिँ अब टाढा पर्छ होइन, काठमाडौँतिर छ। हरेक मान्छेको चाहिँ अब आस्थाहरू राख्ने धर्मपट्टि चाहिँ अब धेरैले चाहिँ विश्वास राखेर भाकल गर्नेहरू चलनहरू छ क्या। ओके, यो भाकल गरिसकेपछि अब काठमाडौँ टाढा भएको कारणले त्यहाँ त जान सकिँदैन। अनि आफ्नै आँगनमा चाहिँ अब यसको प्रतीक बनाएर चाहिँ पूजा गर्ने, उहाँको भाकल पुरा गर्ने, धुप लगाउने, पानी चढाउने, उहाँले थापना उताबाट थापना गर्ने त्यो उद्देश्यले चाहिँ यो बनाउनु भयो। बनाउनु भएको छ। यसको चाहिँ नाम थाहा भयो नि, यो के बनाउनु भएको के को अब माइपोखरीसँगै जोडिएको जोड पोखरी हो। यहाँ चाहिँ अब आउने पर्यटकहरूलाई चाहिँ यसो अब रमाइलोको लागि बोर्डिङ गर्ने ठाउँहरू र पार्क निर्माणहरू गरिएको छ। र यहाँ चाहिँ अब यो सङ्घ सरकारबाट नै बजेटिङ भएर चाहिँ यो 5 करोड जतिको चाहिँ लगानीमा यो पोखरी निर्माण भएको हो। र अब फेरि पुनः यो पोखरी सहित यहाँबाट चाहिँ यो मासतिर एउटा शिवजीको मूर्ति बन्ने छ एकदम ठुलो। अब यो पनि प्रोसेसमै छ र यो वर्ष पनि थोरै बजेट आएको थियो। अब काम गर्ने समय नभएर त्यो चाहिँ फ्रिज भयो होला र यसको नाम चाहिँ अब जोर पोखरी भनेर राखिएको छ। यो चाहिँ माइपोखरीसँगै जोडिएको छ। तपाईँहरू माइपोखरी भिजिट गर्दा आउँदाखेरि यसका वरपर घुम्न लायकका धेरै ठाउँहरू भेटेँ मैले। अलिकता धैर्यतापूर्वक एक दिन यहीँ माथि नै टपमा बस्ने गरी तपाईँहरू आउनुभयो भने यहाँका सङ्ग्रहालयहरूदेखि लिएर यहाँका ऐतिहासिक महत्त्वसँग जोडिएका चिजहरू यसको वरिपरि पनि रहेछन्। र यहाँको प्रकृतिमा तपाईँहरू 24 घन्टा बिताउनु भयो भने तपाईँहरूको आउने 24 दिनको लागि इनर्जी मिल्छ, आउने 24 दिनको लागि ऊर्जा चाहिँ मिल्छ। त्यस्तो छ यहाँको प्राकृतिक भू बनावट र प्रकृति प्रेमी छ। र माइपोखरीमा आउँदाखेरि
त्यहाँ चाहिँ त्यस्ता किसिमका क्रियाकलापहरू नगरिदिनुहोस् र यहाँ चाहिँ पौडी खेल्ने, यहाँका पानीहरू चुनी चलाउने, यहाँ चाहिँ गर्नको लागि चाहिँ यहाँ चाहिँ गाउँपालिकाले नै तपाईँको चाहिँ केन्द्रीय लेभलबाट बजेट विनियोजन गरेर नै यस्तो किसिमको यो प्राकृतिक चिजलाई चाहिँ थुनेर एउटा ड्याम बनाएर चाहिँ कृत्रिम उसमा चाहिँ ढालेको रहेछ। शुभ यात्रा सन्दकपुरमा पहिलो त स्वागत। पहिले स्वागत पर्यटन क्षेत्र भएकोले गर्दाखेरि हजुर हाम्रो उद्देश्य मिल्यो। हाम्रो तपाईँको भविष्यको सोच सफल रहोस्, शुभकामना। एउटा महान अभियान लिएर हिँड्नुभएको छ। रातो चल्छ नि? चल्छ यहाँको यात्रा सफल होस्, शुभकामना। फेरि पनि सफल भएर आइपुग्नुहोस् हाम्रो ठाउँमा। हामी प्रतीक्षामा रहन्छौँ। आइरहेको छ त